नमस्ते साथीहरु, फेरि पनि एकताल फेरि यहाँलाई स्वागत छ। आज म नेपाली टमाटरको अचार चाहिँ बनाउनु लागेको छु। त्यसमध्येमा हामीलाई के चाहिन्छ सामग्री सबै मैले तयार गरेको छु। टमाटर, त्यसपछि सुकेको रातो खुर्सानी, त्यसपछि यो लसुन मैले सिलौटोमा अलिअलि पिनेको, धेरै मसिनो पारेको छैन। मेथी, धन्यपात, हरियो खुर्सानी, यति चाहिन्छ है साथी हो। यो नेपाली प्योर टमाटरको अचार बनाउनुको लागि सामग्री यो। अब म फ्राई प्यानमा बसालेर चाहिँ बनाउने तर्फमा छु। ल भाइ, टमाटरको अचार चाहिँ मैले बनाउन सुरु गरेँ है साथी हो। फ्राई प्यान बसालेँ मैले। अब चट्ट लाएर टमाटरको अचार बनाउँछु नेपाली स्वादमा। हामीले अब तेल हाल्यौँ, तोरीको तेल है। चट्ट लाएर यो हाम्रो तेल तातिसक्यो। हल्का हालौँ मेथी, त्यसपछि यो रातो खुर्सानी सुकेको है, रातो खुर्सानी सुकेको हालेर चलाउने। यस्तो गरेर यो हुन्छ। अनि त्यसपछि हाल्ने हामीले लसुन हाल्ने। यसलाई अलिअलि हल्का ब्राउन बनाउने है। ब्राउन बनाउनु, यसलाई ब्राउन भयो नि। त्यसपछि जाने कुरोमा के कुरो हाल्ने भने हल्का यसमै हाल्ने रातो खुर्सानीको धुलो हल्का बेसार हालिदिने। त्यसपछि टमाटरलाई है, टमाटरलाई हाल्ने, चलाउने। हेर्नुहोस् है, हुँदैछ है यो टमाटरको अचार चाहिँ हुँदैछ हाम्रो, पाक्दैछ। अब हामीले यही माथि खोर्सानी हालिदिउँ है, खोर्सानी हालिदिउँ। त्यस पछाडि नुन हालिदिउँ है, हल्का स्वाद अनुसारको। हजुरहरूले कति स्वाद चाहिन्छ नुनको माछामा। नुन त कमै खानुपर्छ होइन। अचारमा चाहिँ नुन र खोर्सानी टक्क नभइकन त्यो अचार खाएको जस्तै हुन्छ। त्यसैले नुन र खोर्सानी चाहिँ टक्क लाग्नैपर्छ अचारमा चाहिँ। यो टमाटरको अचार हुँदैछ अब है। 15-20 मिनटमा एकदम तयार भएर हुन्छ। अब हाम्रो नेपाली अचार चाहिँ तयार हुन लाग्यो। त्यसमा हामीले अब के अरे धन्यपात चाहिँ एड गरौँ है। ल हाम्रो नेपाली टमाटरको अचार चाहिँ रेडी भयो। चट्ट लाएर टमाटरको अचार रेडी भयो। यो नेपाली अचार हो है टमाटरको। तपाईहरुले पनि हेर्न सक्नुहुन्छ राम्रोसँग, तर बनाएर पनि खान सक्नुहुन्छ घरमा है। चट्ट लाएर बनाएर खानुहोस् है घरमा। नमस्ते सम्पूर्ण साथीहरुमा, म मनिराज थामीको तर्फबाट, स्टार मेकरको तर्फबाट पनि, मेरो सोर युट्युब च्यानलको तर्फबाट पनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला। मेरो गाना अनि खानाको भिडियोहरु पोस्ट गर्ने गर्दछु म मेरो युट्युब च्यानलमा, मेरो स्वरमा।
जहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरुले लाइक कमेन्ट गरिदिनु होला अनि एउटा सब्स्क्राइब पनि गरेर जानु होला। भिडियो हेरिसकेपछि तपाईको एउटा सब्स्क्राइबले मेरो हौसला बढ्छ हैन। अनि कमेन्ट पनि गरिदिनु होला, लाइक गरिदिनु होला। अझै म यो भन्दा राम्रो भिडियो ल्याउने कोसिस गर्छु है त। सम्पूर्ण साथीहरुलाई यही पनि धेरै धेरै धन्यवाद छ। नमस्कार छ।